हामी जाँदैछौँ बुद्ध भगवानको सानीमाको घर। उहाँलाई चाहिँ कुमारी बनाएर राखेको रे। कुमारवर्ती ए कुमारवर्ती नाम। 7 बहिनी रे होइन मायादेवीको। मायादेवी त सुनेको छु। अनि सानीमाको घर त्यो मन्दिर बनाइराखेको छ। मुन्नाहरू फर्सी हो दा यो के हो? ए कुबिन्डो ए मयूर हो। कस्तो राम्रो है काम छैन। के लेखेको छ दा यहाँ? यो चाहिँ कोरवर्ती मन्दिर कि त्यहाँ हाम्रो पछि जीर्णोद्धार गर्दा 2083 के कति छ? यसलाई सेफ्टी गर्दाखेरि बनाएको हो। उताबाट हेर्नुपर्छ 2086 49 को के 49 हामीले ढाकेको मात्रै हो। यस्तै थियो। यो चाहिँ नि लुम्बिनीको मन्दिरहरू छ नि मायादेवी मन्दिरहरू तिनीहरू भन्दा पनि पुरानो चाहिँ हो के यो। यो त पछि बुद्ध जन्मेपछि बनाएको रे हैन। यताबाट कति किलोमिटर होला? कहाँ? लुम्बिनी मन्दिर। लुम्बिनी यहाँबाट जानु मन लाग्छ 42 किलोमिटर। पहिला त 10-15 वर्ष अगाडि इन्द्रिनी गयो क्या झ्याप्पै। ए रहेछ कस्तो राम्रो देख्यो है छ्याक्कै मन्दिरको माथि। त्यही यो ढुङ्गाको अहिले यसलाई बाहिर पेन्ट गर्दैछन्। खास पेन्ट गर्न पाइँदैन के अरे। अनि यो ढुङ्गाहरू फेरि ठुलो मात्रामा छ क्या। यहाँ तल उत्खनन नजिक भएको छैन अहिलेसम्म। अनि यो हामीले पछि जीर्णोद्धार गरेको यसलाई त्यो पुरानो चाहिँ यता त्यसको उयो पनि छ। 100 वर्ष अगाडि पनि जीर्णोद्धार गरेको। काठमाडौँमा त्यो हुन्छ नि त्यो नेवार संस्कृतिको होइन सेम लगभग त्यस देखिन्छ क्या। यो चाहिँ सबभन्दा पुरानो यो छ हामीसँग। त्यसैको चाहिँ नि नमुना चाहिँ पछि त्यो बनाएको हो कि। यसमा यहाँ लेखिएको छ। अहिले चाहिँ यो मात्रै थियो दाइ पहिला? होइन यो मात्रै थिएन यस्तै थियो। अरू चाहिँ पछि काठमाडौँ कुहिएर गएपछि हामीले पनि नयाँ बनाएको। यहाँ छ 1989 मा चाहिँ जीर्णोद्धार गरेको के यो। त्यति बेला त्यसपछि 2049 मा बल्ल हामीले जीर्णोद्धार गरेको। अनि धेरै वर्ष भयो। यो ढुङ्गाहरू छ नि सबैजना मिलेर यस्तो गर्ने हो दाइ पेन्टिङहरु यता? होइन यो त हाम्रो एउटा कम्युनिटी छ। कमिटीले गर्छ। अनि यो खास चाहिँ यो 7 वटा छ नि यो चाहिँ हाम्रो थारू कल्चरमा यो बुद्ध चाहिँ खास थारू कल्चरबाट चाहिँ उ छ सञ्चालित हुन्छ। त्यो धेरै मान्छेलाई थाहा छैन हैन। यो 7 वटा जुन छ नि यो 7 वटाको सिम्बल चाहिँ नि यो चाहिँ नि 7 वटा चाहिँ उहाँको दिदीबहिनीहरूको सिम्बल हो क्या। यो चाहिँ प्राय थारू बस्तीहरू जहाँ हुन्छ नि त्यो ठाउँहरूमा चाहिँ नि पूजा गर्छन् यसलाई। अनि गाउँको सिमानामा चाहिँ नि फेरि एउटा ढरचन्नी भन्ने यहाँको भाषामा हुन्छ क्या। त्यसलाई दो बाटोमा राखेको हुन्छ त्यसलाई पूजा गर्छन्। त्यो गाउँबाट आउनु पर्यो नि अन्तबाट बिहा भएर आयो भने त्यो पहिला सुरु यहाँ मन्दिरमा आउने जाने बेला यहाँबाट बिदा भएर जाने आउने बेला पहिला यहाँ भित्र आएर बल्ल घर लाने त्यो चलन छ क्या। यसको चाहिँ खास यो यसलाई हो मान्यता। र मान्छेले मूर्तिलाई पुजाएर लगाएदेखिबाट नि मूर्ति नै भयो। खास सिम्बल चाहिँ नि महत्त्व चाहिँ यो खासमा हैन। यसले गर्दा यसले चाहिँ नि हामीलाई चाहिँ यो माथिबाट हामीले किन त्यहाँ पर्छ भनेर राखिदिएको। यसले चाहिँ लुम्बिनीसँग चाहिँ सम्बन्धित छ भनेर यसले चाहिँ प्रमाणित गर्छ क्या। जस्तो अशोक पिल्लरहरू भएको ठाउँमा छ नि हजुर त्यस्तै छ। त्यस्तै यो पनि त्यही हो त्यसैको सिम्बल हो। अब यहाँ पनि अब उत्खनन गरेन के अरे होइन। उत्खनन गऱ्यो भने देखिन्छ होला के कुरा चीजहरु भेटिन्छ के अब अहिले त्यो सक्ने सम्भावना छैन। कस्तो दाइ त्यो त्यसरी रिलेटेड छ भनेर रिसर्चहरु गरेको हो? रिसर्च गरेछ जस्तो पुरातत्व विभागले यहाँ बोर्डै राख्दैछ हैन। अनि लुम्बिनी विकास कोषबाट जति पनि अब त्यहाँको प्रमुखहरु आउँछन् तिनीहरु आइरहन्छन् साइटहरु हेर्न। अनि यो हाम्रो यहाँ भित्र मन्दिरमा यो मूर्तिहरु छ।
मेन मूर्ति भनेको यो हो क्या। अब यो चाहिँ पछि चाहिँ जुन मुस्लिम र हिन्दूहरूको चाहिँ झगडा हुँदा लडाइँ हुँदाखेरि तोडफोड भयो भन्छ नि, त्यति बेला चाहिँ तोडफोड गरिएका मूर्ति हुन्। यो माया रानी र प्रजापति यिनीहरू बहिनीहरूको चाहिँ फोटो छ क्या यसमा सिम्बल। अनि तिनीहरू यिनी ढुङ्गाहरू। यो चाहिँ हात्ती जस्तो के हो यो काठको? भोलि बिहान वनपाटीका भित्र घुमे के। हुन्छ आन्टी र म हिँडौँला। एकदम राम्रो छ। वनपाटीका घुम्नु होला कि भोलि बिहान।